रामेछापको सुनापति गाउँपालिका 3 हिलेदेवीको केउरिनी, साउने र च्याम्दुङ बस्ती यस वर्षको वर्षासँगै पुनः ठूलो पहिरोको चपेटामा परेको छ। खानीखोला किनारबाट सुरु भएको पहिरोले सिङ्गो गाउँ छिया पारेको छ। 30 भन्दा बढी घर चर्किएर भत्केर बस्नै नहुने अवस्थामा पुगेका छन् भने करिब 80 घरको बस्ती पुरै उच्च जोखिममा परेको छ। यो क्षेत्र पहिरोको दृष्टिले विगतदेखि नै संवेदनशील रहँदै आएको छ। विक्रमसम्म 2035 सालमा यही क्षेत्रमा ठूलो पहिरो गएर 40 भन्दा बढी घर परिवार विस्थापित भए अन्यत्र स्थानान्तरण गरिएको थियो। त्यसको केही समयपछि पहिरो रोकिएपछि पुनः स्थानीय सोही ठाउँमा बस्न लागेका थिए। तर गत वर्षदेखि खानीखोला किनारबाट पुनः पहिरो चलेपछि जमिन चर्केर बग्न थालेको छ। यस वर्ष असोज र तिहारपछि परेको लगातारको वर्षाले पहिरो अझ सक्रिय बनेको छ र अहिले गाउँ नै भासिएको छ। स्थानीय तेजविक्रम तामाङका अनुसार दशैं अघि खनिएको सडक वर्षासँगै धसिएर मान्छे समेत हिँड्न नसकिने अवस्थामा पुगेको छ भने घरहरू चिरा भएका छन्। त्यस्तै गाउँको पुरै जमिन चिरेर धजाधजा भएको छ। असोजपछि परेको वर्षाले जमिन चर्किएपछि 20-30 घरहरूमा मानिसै बस्न नसक्ने अवस्था भएको छ भने अन्य घरहरू समेत उच्च जोखिममा रहेका छन्। यतापट्टिबाट यो 3वटा पहिरोले चाहिँ तान्दैछ यो बस्ती। त्यसकारण चाहिँ यो जति पनि माथि यो चाहिँ देउसी चौतारा भन्दा मुनिको बस्ती चाहिँ एकदमै जोखिममा छ र धेरैवटा घरहरू चाहिँ भत्केको अवस्था छ र अहिले तत्कालै चाहिँ के भन्छ बस्ती स्थानान्तरण भएन भने यहाँ कुनै पनि उपाय नरहेको पनि देखिन्छ। यो भन्दा मुनिको यस्तो तपाईको चाहिँ देख्न सक्नुहुन्छ। यस्तो चाहिँ चिरा चाहिँ थोरै चिरा हैन कि यत्रो चाहिँ तपाईको चाहिँ 10 मिटर चाहिँ भासेको अवस्था छ। स्थानीय लोकमाया खड्काले आफ्नो पीडा सुनाउँदै घरमुनि पहिरो आइपुगेको र बारीको पाटो झारिसकेकोले अब घरमा बस्नै नसकिने अवस्था भएको बताउनुभयो। उहाँले घरको ढोका बन्द गर्न नसकिने, पहिरोले घर तानेको तथा गोठ समेत भत्कन लागेकोले रातमा निन्द्रा न दिनमा भोकको अवस्था भएको बताउनुभयो। यस्तो अवस्थाबाट गुज्रिरहँदा पनि कतैबाट सहयोग नपाएको उहाँले गुनासो गर्नुभयो। अब के गर्नु सर, हामीले कसैको सहयोग पाइएन। हामीलाई अब ज्यान जोगाउनै गाह्रो पर्यो। तपाईहरुको अहिले क्षति चाहिँ के भयो? क्षति चाहिँ अब बारीहरू अहिले सिमी छरिया बारीहरू सबै गयो। अरू त क्षति त केही नि भएन सर। अहिलेसम्म हामी पानी आउँदा डरै मर्ने छ। रातभरि निन्द्रा लाग्दैन हामीलाई। पहिरो घरमै आइसक्यो। के गर्नु सर, अब हामीले त कहीँबाट सहयोग पाएन। अहिलेसम्म हामीले तिर्पल पाएन। अब हामीले त के गर्नु र सर। अब के गरिदिनु पर्छ अब भन्ने तपाईँ? हामीलाई अब यसो बस्ने बास चाहिँ दिनुहुन्छ भन्ने आश। अरूलाई हामी अब जे साउसिनु जे खाए पनि हामीलाई अब बस्ने बास एउटा चाहिँ पाइन्छ भन्ने सर आश त्यति हो। स्थानीय नारायण पाठकले खेतबारी सहित घर पनि भासिएको बताउनुभयो। उहाँले पोहोर मकै छरेको बारीको पाटो अहिले आधा तल झरेको र आधा माथि रहेको सुनाउँदै अब दाल चामल होइन बस्ने ठाउँको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। घर छाडेर बारीको पाटामा समेत टहरा हालेर बस्न सक्ने अवस्था नभएको बताउँदै उहाँले बारी समेत चिरा भएकोले कुनै बेला बसेको ठाउँ धसिन सक्ने जोखिम रहेको सुनाउनुभयो। हामीलाई अहिले यतिखेर प्रष्टै भन्नुपर्दाखेरि यहाँ दाल चामल तेल मरमसला आवश्यक होइन। यतिखेर हाम्रो घरमा भएको अन्न छ खानालाई। हामीलाई भनेको यो हिउँद भएर अर्को ठाउँ सार्नु पर्यो। हामीलाई भनेको अब सुरक्षित बस्तीको आवश्यक हो। अहिले यहाँ चामल दालको अब कसरी अहिले हामीलाई कहीँबाट उठाएर दिनुपर्ने अवस्था अहिले छैन। हाम्रो घरमा सबैको घरमा मकै छ। तपाईँको स्थानान्तरणको लागि चाहिँ मेन पोइन्ट हुनु पर्यो। वडाले पालिकाले गर्नु पर्यो, केन्द्रले गर्नु पर्यो है। स्थानीय रूपा खड्का कति बेला के होला कि भन्ने डरमा बस्नु परेको बताउनुहुन्छ। घरको माथिबाट माटो झरिरहने र घर धसिएर कोल्टो परिसकेकै ठाउँमा बसिरहेको उहाँले बताउनुभयो। के छ अब अहिले कसरी बसिरहनु भएको छ? के समस्या के होला कि भन्ने डर त छ नि। अब भत्किन्छ कि भन्छ, कहिले डिबिसी छ अड्किन्छ भन्छ। माथि सुत्न त डर लाग्छ। ऊ हुँदा मात्र माथि सुत्छु, न म तलै सुत्छु। यो पनि तलै सुत्यो। माटो त्यतिकै झरेको छ। त्यो बराल्दै गर्दा त्यतिकै माथिबाट माटो झर्दैछ। अब डलिन माथि उठिसक्यो। दुर्गाबहादुर खड्काको गुनासो पनि त्यस्तै छ। गत वर्षको वर्षामा घर केही चर्किएको भए पनि यस वर्ष घर बस्नै नहुने अवस्थामा पुगेर चिरा भएको र मजेरीमा समेत धाजा फाटेको उहाँले बताउनुभयो। घर भत्कनै लागे पनि अन्त जाने काहीँ विकल्प नभएको कारण भत्किनै लागेको घरमा बस्नुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो। मेरो घर पोहोरको पानीले अलिअलि गएको थियो। चिरिनी अलिअलि फाटिएको थियो। तर यसपालि बस्न नहुने स्थिति छ।
यसपालि पुरा चिरा परेर घरै लड्ने माटो झरिरहेछ बस्न डर लाग्दैछ अहिले कहाँ बस्नु भएको छ तपाईँ अहिले यहीँ बसिरहेको छु यहाँभन्दा हाम्रो कुनै विकल्प छैन अन्त कहीँ जाने ठाउँ छैन बाध्यताले हामी बसिरहेको छौँ सो स्थानकी देवीमाया खत्रीको घर मतान दुवै पहिरोको कारण धसिएर भत्किएको छ घरमा पुरिएका सामान प्रहरी आएर निकालिदिएको भए पनि उहाँको बासको समेत ठेगान छैन कहाँ जाने कहाँ बस्ने समस्या आफूले झेलिरहेको उहाँले सुनाउनुभयो अझ प्रहरी आएर सबै गुहार घर गरेर निकाल्यौँ वस्तु भाउ मान्छेहरू अन्नपानी त केही पनि भएन घर मात्रै ढल्यो अथवा त बारीहरू चाहिँ के छ बारीहरू जम्मै चिरा गर्ने नहुने जस्तो भयो सोही ठाउँका फत्तबहादुर फड्काले पोहोरभन्दा अहिले झन बढी क्षति भएको बताउँदै अर्को वर्ष झन बढी जोखिम हुने डर र त्रास रहेको बताउँदै घर भत्किएका र अहिलेसम्म पनि यस्तो अवस्थामा कतैबाट सहयोग नआएको भन्दै अब आवासको लागि व्यवस्था नभए आफूहरूको बस्ने बासै उठेको बताउनुभयो अहिले पोहोर भन्दा झन् अहिले बढी पो अहिले भन्दा झन् आगो बढी होला यहाँ त बस्नै नहुन्छ घरहरू हेर्नु सबै भत्किएको छन् नेपाल रेडक्रस सोसाइटी सुनापति शाखाका सचिव राज मैनाली गाउँ भासिएर अब बस्नै नहुने अवस्थामा पुगेको बताउनुहुन्छ सबैभन्दा पहिला ज्यानको सुरक्षा गर्नुपर्ने भन्दै उहाँले त्यसको लागि रेडक्रसले केही पहल सुरु गरेको भए पनि यसको लागि सबै सरकारवालाले पहल गर्न आवश्यक रहेको बताउनुभयो भासिएको छ यो भासिएर चाहिँ बस्न नसक्ने अवस्थामा चाहिँ यो पुगिसकेपछि यहाँका जनताहरूको लागि यहाँका आमाबुवा दाजुभाइहरूको लागि चाहिँ विकल्प र यहाँको सबैभन्दा अगाडि चाहिँ ज्यानको सुरक्षा गर्नुपर्ने भएको हुँदा हामीले चाहिँ अस्थायी रूपमा बस्नको लागि रेडक्रसले चाहिँ पाल लगायतका चाहिँ सामग्रीहरू लिएर आएका छौँ रामेछाप रेडक्रसले 35 भन्दा बढी पीडित परिवारलाई त्रिपाल म्याट कम्बल लगायतका राहत सामग्री वितरण गरेको छ राहत वितरण गर्दै रामेछाप रेडक्रसका सभापति शिवकुमार कार्कीले गाउँ नै बगेकोले स्थानीयलाई त्यस्ता असुरक्षित घरमा नबस्न अनुरोध गर्नुभयो उहाँले यस्तो बेलामा सबैले सहयोग गर्नुपर्ने भन्दै सहयोगको लागि पनि आह्वान गर्नुभयो तल पुगेर हेर्न आयो नवराजी र म तल तपाईँहरूको यो पहिरो हेर्न तलै फेदमै तल पुग्दा यो पुरै यो तल्लो बेल्ट जति तपाईँको सबै सरेको अवस्था छ यहाँ बस्न मिल्ने अवस्था छैन म तपाईँहरूलाई के अनुरोध गर्छु भने यो घरहरू सबै ढल्केका छन् सबै बस्न लागेका छैनन् झ्यालले ठाउँ छोडेको छ त्यो ढोकाले ठाउँ छोडेको छ जमिनभित्रबाट भाँसिएको छ पछाडिपट्टि बसिरहेको जग्गा सट्टै भाँसिएको अवस्था छ यो अवस्था हुनाले मैले तपाईँहरूलाई नमस्कार गर्छु तपाईँहरू त्यो घरमा सुत्ने बस्ने काम नगरिदिनुहोस् स्थानीयवासीले त्रिपाल र कम्बल मात्र होइन दीर्घकालीन राहत आवश्यक रहेको भन्दै पुनर्वासको माग गरेका छन् अहिले बस्ने ठाउँ नै नभएको कारण स्थानीयलाई बस्ने ठाउँको आवश्यकता बढी भएको र त्यसको लागि स्थानीय प्रदेश र केन्द्र सरकारले पहल लिनुपर्ने उहाँहरूको भनाइ छ सुनापति गाउँपालिका 3 का वडाध्यक्ष कुलबहादुर थिङका अनुसार साउने केउरिनी क्षेत्रमा 35 सालमा पनि यस्तै पहिरो गएको थियो त्यति बेला स्थानान्तरण भएको बस्तीमा अहिले पुनः बस्ती विस्तार भएर मानिसहरू बसेका र सो ठाउँ नै बगेपछि अहिले समस्या उत्पन्न भएको उहाँले बताउनुभयो उहाँका अनुसार 65 घर परिवारलाई अस्थायी रूपमा स्थानान्तरणको लागि सिफारिस गरिएको र उहाँलाई प्राधिकरणबाट 50,000 रुपैयाँ र गाउँपालिकाले 15,000 रुपैयाँ दिने निर्णय भइसकेको र खाता खुल्ने बित्तिकै सो रकम ती परिवारको खातामा आउने जानकारी दिनुभयो स्थायी रूपमा भने 78 घर परिवार नै सार्नुपर्ने अवस्था भएकोले यसको लागि विभिन्न क्षेत्रको जग्गा हेरिएको बताउँदै उहाँले निर्णय भने हुन बाँकी रहेको बताउनुभयो यो हामीले अस्थायी आवासको लागि हामीले तपाईँको लगभग 3 महिना अगाडि हामीले यो अस्थायी आवासको लागि चाहिँ यो ठाउँ बस्ती छनौट गरेर हामीले पठाएको छ यो तपाईँको चाहिँ यो छाप डाँडा साँधी पशुपति मावि आसपास भाङ्गे डाँडा अनिखेर चाहिँ मगर बस्ने लगभग हामीले 4-5 ठाउँको चाहिँ ठाउँ छनौट गरेर पठाएको छ भने अनिखेर अहिले अस्थायी आवासको लागि चाहिँ हामीले 65 घरधुरीले चाहिँ हामीले चाहिँ सिफारिस गरेर पठाएको छ त्यसमा चाहिँ तपाईँको चाहिँ यो जुन अस्थायी आवासको लागि चाहिँ पर घर बराबर चाहिँ यो टहरो निर्माणको लागि चाहिँ 50,000 दिने कुरो भएको छ हैन प्राधिकरणबाट 50,000 दिने कुरो गरेको छ भने हामीले पनि थप पालिकाले केही न केही चाहिँ सहयोग गरेको छ है भन्ने देखाउनको लागि र केही मलमपट्टि होस् भन्ने हिसाबले पर घर बराबर हामीले 15,000 चाहिँ पालिकाले दिने निर्णय गरेको छ विपत्तिका बीच पनि स्थानीय समुदायले एकअर्कालाई सहयोग गर्दै आएका छन् युवाहरूले रेडक्रससँग समन्वय गरेर राहत वितरणमा सहकार्य गरेका छन् भने सबैभन्दा बढी
प्रभावितलाई पहिलो प्राथमिकतामा राखेर राहत दिनुपर्ने भन्दै आफूलाई आएको राहत समेत पीडित परिवारलाई दिन आग्रह गरेका छन्। विद्यालय, सामुदायिक भवनहरूमा अस्थायी आवासको केही तयारी भए पनि ठूलो गाउँ नै बगेको कारण भने यो त्यति पर्याप्त रहेको छैन। स्थानीय सरकारले यो बस्तीलाई छिटोभन्दा छिटो स्थायी र सुरक्षित ठाउँमा स्थानान्तरण गर्न आवश्यक देखिन्छ। यसको लागि जिल्ला विपद व्यवस्थापन समिति, प्रदेश र केन्द्र सरकारले पनि त्यत्तिकै अग्रसरता लिन जरुरी देखिन्छ।